आज हामी नेपाल विद्युत प्राधिकरणको विद्युत चोरी नियन्त्रण ऐन 2058 लिएर उपस्थित भएका छौँ। आजको मुख्य टपिक रहेका छन् कसुर गरेको मानिने अवस्था र दण्ड सजाय रहेको छ। कसुर गरेको मानिने अवस्थाबारे अब हामी अगाडि बढ्छौँ। यस प्रकार बढ्छौँ। विद्युत चोरी नियन्त्रण ऐन 2058 को दफा 7 मा कसुर गरेको मानिने अवस्थाबारे उल्लेख गरिएको छ, जुन यस प्रकार रहेको छ। वितरकको स्वीकृति बिना सडक बत्ती वा अन्य परियोजनाको लागि विद्युतीय पोलबाट लाइनबाट विद्युतीय लाइन तानेमा भन्ने रहेको छ। दोस्रो बुँदा रहेको छ टर्मिनल लिङ्क खोलेमा। त्यसपछि रहेको छ ऊर्जामापक यन्त्रमा वितरकको छाप नभएमा, ऊर्जामापक यन्त्रको पोलारिटी परिवर्तन गरी त्यसबाट फेज र अर्कोबाट वा ग्राउन्डबाट न्युट्रल लगेमा भन्ने रहेको छ। नेक्स्ट पोइन्ट रहेको छ सिटी वा पिटीको पोलारिटी परिवर्तन गरेमा भन्ने रहेको छ। त्यसपछिको बुँदा रहेको छ ऊर्जामापक यन्त्रमा वितरकको छाप नभएमा भन्ने रहेको छ। त्यसपछि रहेको छ ऊर्जामापक यन्त्रमा लगाइएको सिल तोडेमा वा नक्कली सिल लगाएमा भन्ने रहेको छ। त्यसपछिको बुँदा रहेको छ ऊर्जामापक यन्त्रमा पदार्थ घुसाई डिस्कोको सामान्य परिचालनमा बाधा अवरोध खडा गरेमा भन्ने रहेको छ। दण्ड सजायबारे रहेको छ विद्युत चोरी नियन्त्रण ऐन 2058 को दफा 16 मा दण्ड सजायबारे उल्लेख गरिएको छ, जुन चाहिँ देयबन्दी रहेको छ। अदालतबाट मुद्दाको कारबाही र किनारा हुँदा कसुर गरेको ठहरिएमा उक्त कसुर बापत हुन आएको वास्तविक हानि नोक्सानीको बिगो र बिगोको क्षतिपूर्ति रकम कसुरदारबाट वितरकलाई भराई, त्यस्तो कसुर गरेमा 5 जरिवाना वा 3 महिना कैद वा 2 वर्ष सजाय हुनेछ। एकपटक कसुर गरेको व्यक्तिले पुनः त्यही कसुर गरेको ठहरिएमा हरेक पटक वितरकलाई हुन गएको हानि नोक्सानी बावजुद बिगो र बिगोको 200% क्षतिपूर्ति रकम कसुरदारबाट वितरकलाई भराइनेछ र उक्त कसुर गरेमा 10,000 जरिवाना वा 6 महिना कैद वा 2 वर्ष सजाय हुनेछ भन्ने कुरा रहेको छ।